श्री स्वयम्भू अजिमाको नामले अति प्रसिद्ध श्री हारती माको स्वयम्भू महाचैत्यसँगै दुई तले नेपाली शैलीको मन्दिर रहेको छ। हारती मालाई ससाना बालबालिकाको रक्षा गर्ने देवीको रूपमा चिनिन्छ भने पेटमा बच्चा भएदेखि नै बच्चाको रक्षा गर्ने जनविश्वास पनि रहिआएको छ। हो उनै हारती माको बारेमा एउटा प्रचलित किम्वदन्ती म आज हजुरहरूलाई सुनाउने छु। एक प्रचलित किम्वदन्ती अनुसार हारतीमा एक यक्षिणी थिइन्। उनी आफ्नो श्रीमान पाञ्चालसँगै धनका देवता कुबेर कहाँ काम गर्नुहुन्थ्यो। मनुष्य जस्तै देखिने यक्ष जातिहरू मनुष्यभन्दा बलवान, धेरै बल तथा अद्भुत शक्ति भएको मानिन्छ। यसै गरी उहाँका 500 जना छोराछोरीहरू पनि थिए। यसरी दुःख गरी काम गरेर पनि आफ्नो बाल बच्चालाई खुवाउन हुर्काउन गाह्रो भएपछि अन्तत उहाँले मान्छेको बच्चालाई आहारा बनाउन थाल्नुभयो। उहाँले मान्छेको ससाना बालकहरू हरण गरेर ल्याई आफ्नो बाल बच्चालाई खुवाउन थाल्नुभयो। यसै क्रममा राजगृहमा मानिसहरू आफ्नो बच्चाहरू एकाएक हराउँदै गएको देखेर आत्तिन थाले। उनीहरू राजा कहाँ गएर बिन्ती बिसाउन थाले र राजाले पनि पूजा शान्ति गरी राजगुरु र तान्त्रिकहरू लगाए के भएको हेर्न लगाए, तर कसैले पनि पत्ता लगाउन सकेनन्। यसरी बच्चाहरू हराएमा पीरमा परेकाहरू अन्तत राजगृहमा बसिरहेका बुद्ध कहाँ गएर आफ्नो कुरा राखे। भगवान बुद्धले आफ्नो ध्यान दृष्टिले हेर्दा हारती नाम गरेको यक्षिणीले बच्चाहरू अपहरण गरी लगेको देख्नुभयो। त्यसपछि बुद्ध हारती यक्षिणी घरमा नभएको बेला पारेर उनको घरमा गई सबैभन्दा मनपर्ने बच्चा लिएर आए र आफ्नो पिण्ड पात्रमा राखेर छोपिदिनु भयो। कामबाट घर फर्कँदा आफ्नो मनपर्ने बच्चा नदेखेपछि उहाँ आत्तिनु भयो र खोज्न थाल्नुभयो। भयभरको शक्ति बल प्रयोग गरी सबैतिर खोज्दा पनि नभेटिएपछि उहाँ रुन थाल्नुभयो। यसरी रुँदै बौलाउँदै हिँडिरहेको बेला उहाँ पनि बुद्धले प्रवचन दिइरहेको ठाउँमा पुग्नुभयो र उहाँले बुद्ध सामु गई मेरो बच्चा हराएको छ, खोज्न मद्दत गरिदिनुहोस् होला भनी बिन्ती गर्नुभयो। बुद्धले मुस्कुराउँदै तिम्रो त 500 जना बच्चाहरू छन्, एउटा हराएमा अझै त्यत्रो त बाँकी नै छ नि, किन चिन्ता लिएको भनेर भन्नुभयो। आफू रोहेको सहयोग माग्दा उल्टे मुस्कुराएर यसरी जवाफ दिएको देखि हारती यक्षिणीले जस्तै भए पनि मेरो सन्तान हो, मैले जन्म दिएको हुँ, मैले हुर्काएको हुँ, पीर त भइहाल्छ नि भनेर भन्नुभयो। त्यसपछि बुद्धले भगवानले तिम्रो 500 सन्तानहरूमा एकजना हराउँदा त तिमीलाई यति धेरै पीडा भयो भने तिमीले हरण गरेका बच्चाहरूको आमा बाबुलाई कस्तो भयो होला, उनीहरूको बच्चा कहिले फर्केर आउँदैन भन्ने कुरा थाहा भयो भने के होला भनेर भनेपछि हारती यक्षिणी छाङ्गाबाट खसे जस्तै भइन्। बुद्धले आफ्नो गल्ती महसुस गराउनु भएपछि उहाँले बुद्धकै शरणमा रहन पाऊ भनी बिन्ती गरी उहाँले बाल बालिकाको रक्षा गर्ने वचन पनि दिनुभयो। यसरी बुद्धको शरणमा बसेर शील पालना गरी सबैको रक्षा गर्ने बाचा गर्नुभएकोले उहाँ चाहिँ यही बौद्ध चैत्यमै नेरी नै बस्नु भएको। आजको यो कथा मैले फ्रेङ्की फ्रेन्चीको लिएको हुँ।